चारवटा कमन मिस्टेक्स जुन तपाईले बाथरुम बनाउँदा अभोइड गर्नुपर्ने हुन्छ। के हुन् त यो चारवटा मिस्टेक्स आज बुझौँ है त। सुरुमा आउँछ टाइल्सको साइज। तपाईले फ्लोरको लागि 600 बाइ 600 mm को ग्लसी टाइल्स प्रयोग गर्नु भएको छ भने यो टाइल्सहरु स्लिपरी हुने र स्लोप नमिल्ने समस्या आउन सक्छ। त्यसैले बाथरुममा फ्लोर टाइल्स छान्दा प्रपर साइजको टाइल्स नै हाल्नु होला। ठुलो भन्दैमा राम्रो भन्ने कुरा हुँदैन। तपाईको बाथरुमको साइज अनुसार नै टाइल्सको साइज चुज गर्नुपर्ने हुन्छ। नम्बर 2, टाइल्स पर्चेस गर्नु भन्दा अगाडि स्लोप प्लानिङ नगर्नु। बाथरुममा तपाईले स्लोप मेन्टेन गर्नुपर्ने निकै जरुरी हुन्छ। स्लोप प्रपरली मेन्टेन भएन भने बाथरुममा पानी जम्ने समस्या आइदिन्छ। त्यसैले तपाईले टाइल्स पर्चेस गर्नु भन्दा अगाडि सुरुमा स्लोप प्लानिङ गर्नुपर्ने हुन्छ। नम्बर 3, सानो बाथरुममा पनि डार्क कलरको टाइल्सको प्रयोग गर्नु। यदि तपाईको बाथरुमको साइज ठूलो छ भने तपाईले एस्थेटिकको लागि डार्क कलरको टाइल्स पनि हाल्न त सक्नुहुन्छ, तर यदि बाथरुम सानो छ भने डार्क कलर्सलाई अभोइड गरेकै राम्रो। यसले तपाईको बाथरुमलाई अझै सानो, कन्जस्टेड र अँध्यारो देखाइदिन्छ। त्यसैले सानो बाथरुमको लागि लाइट कलर्सको टाइल्स नै बेस्ट हुन्छ। र लास्ट मिस्टेक भनेको तपाईले बाथरुमको वाल र फ्लोरमा स्किड रेटिङ चेक नगरी टाइल्स हाल्नु भएको छ। तपाईले बाथरुमको फ्लोरमा टाइल्स हाल्दा स्किड रेटिङ चेक गर्नुपर्ने हुन्छ। R10 र R11 स्किड रेटिङ भएको टाइल्स बाथरुमको फ्लोरको लागि पर्फेक्ट हुन्छ, किनभने बाथरुमको फ्लोर स्लिपरी हुन सक्छ। त्यसैले तपाईले बाथरुममा टाइल्स हाल्दा टाइल्सको स्किड रेटिङ पनि पक्कै बुझ्नु होला। यदि तपाई पनि आफ्नो घरमा बाथरुम बनाउँदै हुनुहुन्छ भने यो मिस्टेक्सहरुलाई अभोइड गर्नुहोस्। तपाईले पछि पछुताउनु हुँदैन। र यदि तपाईलाई बाथरुम कन्स्ट्रक्सन अथवा रिलेटेड कुनै क्वेशन छ भने तपाईले कमेन्टमा सोध्न सक्नुहुन्छ। हामी त्यसको एन्सर लिएर आउने छौं।